सभामुख देवराज घिमिरेले 3 वर्ष पूरा भएसँगै संविधान सत कार्यकाल समाप्त भएको उल्लेख गर्नुभएको छ। सभामुख घिमिरेले मंगलबार एक सन्देश जारी गर्दै यस्तो बताउनु भएको हो। सोही कार्यकालको समाप्तिसँगै संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद समेत व्यक्त गर्नुभएको हो। उहाँले आफ्नो कार्यकालमा प्रतिनिधि सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउने तथा संविधान कार्यान्वयनका लागि कानून निर्माण र नीतिगत बहस तथा कार्यपालिकामाथि प्रभावकारी निगरानी मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्नुभएको छ। विचार, दृष्टिकोण, राजनीतिक मतभेदका बावजुद पनि सदनले संविधानको सर्वोच्चता, सदीय मर्यादा र नेपाली जनताको आकांक्षालाई केन्द्रमा राखेर आफ्नो कर्तव्य पूरा गरेको सभामुख घिमिरेले दावी गर्नुभएको छ। सरकार र प्रतिपक्षमा रहनुभएका सबै राजनीतिक दलहरूले संसदीय बहसलाई समृद्ध तुल्याउँदै लोकतान्त्रिक मूल्य सन्तुलन कायम गर्न खेलेको भूमिकाको समेत उहाँले उच्च कदर गर्नुभएको छ। सभामुख घिमिरेले संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी कार्य सम्पादनको अनुगमन तथा सरकारवाला संघको अन्तर्क्रिया मार्फत जिम्मेवारीपूर्वक कार्य सम्पादन गरेप्रति प्रशंसा गर्नुभएको छ।